बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मृत्यु शैय्यामा छटपटाइरहेको बिरामीलाई अमानवीय व्यवहार गरेको छ। सामुदायिक र गैर नाफामुखीको आडमा सेवाग्राहीमाथि अमानवीय तथा लुटतन्त्रको एउटा उदाहरण बाहिरिएको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ साहबलाई हामी आग्रह गर्छौं एम्बुलेन्सको भाडा निर्धारण गरियोस्, मापदण्ड तोकियोस्, पैसा लिएपछि सेवा सुविधा दिइयोस्। गैर नाफामुखी अस्पतालले बुटवलदेखि काठमाडौँसम्मको एम्बुलेन्स भाडा 38,000 असुल छ। रूपन्देहीकै अन्य कुनै अस्पतालबाट काठमाडौँ रिफर गरिएको बिरामीलाई 25,000 भाडा कबुल गरेर हिँडेको एम्बुलेन्स बाटोमा पुगेपछि अगाडि जाम छ, तपाईहरू यही झर्नुस् वा अर्को एम्बुलेन्स बोलाउनुस्, होइन भने पैसा थप्नुस् भन्दै बिरामीलाई प्रताडित गरेको र टोकेको भन्दा 13,000 बढी अर्थात 38,000 रुपियाँ भाडा असुलेको र सो भाडा पीडितले बैंक खाता मार्फत जम्मा गरेको प्रमाण देखाउँदै गुनासो गर्नु भएको छ। मेरो नाम टिकुमार पाण्डे, तिलोतमा 1, म तपाईँ 30 गते बुटवल। त्यसपछि तपाईहरु बुटवलबाट काठमाडौँ जानुभयो। त्यो काठमाडौँ जाने क्रममा कहाँको एम्बुलेन्स प्रयोग गर्नु भएको थियो? गौतम बुद्ध। हामी यहाँ साँझ 8 बजे हिँड्यौं। अब जाँदा जाँदै बाटोमा गर्दा वहाँ पुग्दा त बिहान भयो होला। अनि बीच बाटोमा चाहिँ उहाँले अलिकति आफ्नो मानवता नभएको जस्तो कुराहरू गर्नुभयो। मुङलेनको जाममा एम्बुलेन्स चालकले हजुर उहाँले चालकले चाहिँ रामनगरमा गएर जाम भएको कारणले हजुरहरूको यता कन्ट्याक्ट छ भने अरू कुनै गाडी खोजेर जानु, म जान सक्दिनँ, यसरी तुरेर म लानु भ्याउँदिनँ भन्नुभयो। अनि पछि आएर भरतपुर हस्पिटल लगेर छोडिदिन्छु, अब भोलि जानुहोस् भन्नुभयो। अनि त्यसपछि चाहिँ बाबु त्यस्तो नभन न, मलाई जति सक्दो कताबाट हुन्छ लग भने मैले चाहिँ, अनि बाबुहरूले त्यही भने। अनि त्यसपछि चाहिँ एकदमै के अलि रिसाको बोली आएर अनि त्यहाँ उहाँले घुमाएर लग्नुभयो। उता गएर पनि एउटा बीच बाटोमा कुनै मान्छेहरूलाई सोध्नु भएको थियो, यो बाटो कता जान्छ र यो बाटो कता जान्छ, काठमाडौँ जान कुन सहज छ भनेर सोध्नु भएको थियो। अनि त्यसपछि उहाँले चाहिँ यो बाटो सजिलो छ, यो बाटो चाहिँ अलि अप्ठ्यारो छ भन्नु। मलाई चाहिँ त्यही छोटो बाटो जुन अप्ठ्यारो थियो, बाटो छोटो थियो तर अप्ठ्यारो थियो, त्यो बाटो लिएर गयो। हजुर, छोटो र अप्ठ्यारो बाटो चाहिँ लाग्नुभयो। मलाई त्यहाँ चाहिँ एकदमै समस्या भयो। घाउ झर्किने उफ्रिने गर्दै गर्दै उहाँसम्म पुर्याउनु भयो। बीचमा चाहिँ यहाँ 25,000 भनेर बार्गेन गरेर लगेको रहेछ, मलाई पनि थाहा थिएन। उहाँ चाहिँ अनि पैसा बढाउनु पर्छ भनिराख्नु भएको थियो। अनि मैले कति भन्नुभएको थियो उहाँ भने, अनि 25,000 भने। अब कति दिने त भन्दा 40,000 भन्नुभएको थियो। अनि पछि चाहिँ 38 दिनै पर्छ भन्नुभयो। अनि त्यसपछि चाहिँ हुन्छ हिँडाल्नु, सजिलो बाटो हिँडाल्नु भन्यो। मलाई त 5 मिनट थियो, छिटो पुग्नु थियो। अनि त्यसरी लगेपछि उहाँ गएर अब कति दिन भयो भनेर पछि पनि मैले सोधिनँ। अब 38 चाहिँ लिनुभयो होला भन्नुभयो। घर आएसीसम्म सोद्धाखेरि 38 चाहिँ लियो आन्टी भनेर भनेर आफूले। अहिले तपाईँ बिस्तारामा रेस्ट गरिराख्नु भएको छ, धेरै कुराहरू चाहिँ तपाईँसित नगरौँ होइन। तपाईँले राज्यलाई, यहाँको स्थानीय सरकारलाई के भन्न चाहनुहुन्छ? जुन तपाईँले दुःख पाउनुभयो, संवेदनशील क्षेत्र जुन एम्बुलेन्स भनेको संवेदनशील क्षेत्र हो, तपाईँहरू जस्तै बिरामीहरू लिएर जाँदा राम्रोसित लैजानु पर्ने, मानवता देखाउनु पर्ने, जुन चालकले मानवता देखाएनन्, एम्बुलेन्सले मानवता देखाएन र त्यो जुन हस्पिटलको नाम लिनुभयो त्यो हस्पिटलले पनि त्यो पैसा चाहिँ अतिरिक्त शुल्क जुन 38,000 भन्नुभयो त्यसमा 3,000 घटाएर 35,000 लिएको रहेछ भने बमोजिमभन्दा बढी पैसा लिने, सेवा सुविधा नदिने र मानवीयता नै बिर्सिएर जुन क्रियाकलाप गरे त्यस्ता व्यक्तिहरू, संस्थाहरू र सरकारलाई के भन्न चाहनुहुन्छ? यिनीहरूलाई चाहिँ सक्दो कारवाही गर्ने र दुःख पीडितहरूलाई चाहिँ सक्दो सहयोग गरेर अगाडि बढाउन, हेल्प गर्न, सहयोग गर्न चाहिँ यो संस्थाहरू बनोस्। यस्तो पैसा लुट्न र खाना गर्न चाहिँ यिनीहरू बस्नु पर्दैन। तपाईँ बिरामीसित सँगै जानुभएको थियो, के भएको थियो? एम्बुलेन्स चालकले कुन व्यवहार गरे? बिरामी त आफै पीडामा हुनुहुन्थ्यो, उहाँलाई त्यति धेरै थाहा हुने कुरा भएन होइन। तपाईँलाई के भएको थियो?
यहाँबाट हामी बुटोलबाट गयौँ एम्बुलेन्समा। अब यताबाटै पहिले दार्जिलिङ भएर गएको थियौँ हामी। अनि उता रामपुर गएपछि जाममा पऱ्यो। अनि त्यहाँबाट चाहिँ अब जाम खोज्ने पाइदियो। कतिखेर अब यो समय कुरेर लिएर भोलि बिहान पर्सि कति बेला पुगिन्छ म यो चाहिँ यसरी जान सक्दिनँ, तपाईँहरूलाई ती भरतपुर हस्पिटलहरू छोडिदिन्छु, त्यहाँबाट अर्को एम्बुलेन्स गर्नु, कोही कन्ट्याक्टमा हुनुहुन्छ भने त्यसरी जानु, मैले चाहिँ सक्दिनँ भन्नुभयो। रामपुरको जाम भन्नु कि रामनगर जाम? रामनगर। अनि हामी त अब उस्ता केटाकेटी जस्तै अब एउटा बाबु थिए, त्यसरी त हामी त बिरामी आत्ती रहेछ, कसरी छिटो पुर्याउनमा थियौँ नि त हामी। तपाईँले के भन्नुभयो, एम्बुलेन्समा हिँडेको व्यक्तिले यस्तो गर्न मिल्छ र एम्बुलेन्स भनेको त बिरामीलाई सहज तरिकाबाट कसरी छिटो हुन्छ भनेको हामीले एम्बुलेन्स युज गरेको प्रयोग गरियो। तर यस्तो गरेर त हामी कता के गर्न सकिन्छ र भन्यौँ। हामीले जसरी भयो नि त्यहाँ पुर्याउनु भनेपछि त्यसपछि यसरी हेटौँडाको बाटो जाने भन्नुभयो। अनि अलिकति रिसाए जस्तो, अलिकति बिरामी लाँदा त अलिक उसो भएर हुन्छ नि त, बोल्दा पनि अलिक रिसाए जस्तो गर्नुभयो। अब हामीले खासै त नजानेको नि त। अनि त्यसपछि उता गएपछि उताबाट जान्छौँ कि भरतपुर लगेर छोडेर अनि त्यताबाट भोलि जानु भन्नुभयो। अनि त्यसरी त हुँदैन, हामी जति सक्दो छिटो पुग्नु छ भनेपछि त्यसपछि पैसा थप्नुपर्छ भन्नुभयो। अनि पैसा किन थप्ने, हामी पहिले तपाईँ जुन बाटो भयो नि, जुन तरिका भयो नि, हामीले काठमाडौँ पुर्याउनै छ, किन पैसा थप्ने भन्दाखेरि त्यसै अफिसमै कुरा गर्नु भन्नुभयो। अनि अब हामीले त्यहाँ कराएर गर्न भन्दा ल कति थप्ने भन्दा अनि 40 भन्नुभयो पहिला। अनि अलि मिलाउनु न भन्दा हामीले 35 गरिदिउँला भन्नु परेको, अप्ठ्यारो परेछ नि, होइन 38 भन्नुभयो। अनि ल त नि भनेर गइदियो। अनि गएपछि नि अनि कसरी हुन्छ छोटो र अनि आफूलाई सजिलोको बिरामीतिर हिँड्नुभयो अरे, कच्ची बाटो हिँड्नाले सक्नुभएको थियो। सोधे भनेको त्यस्तो अवस्थामा पनि छिटो जान पुग्नु पर्ने, बिरामीलाई गाह्रो हुन्छ कि भन्ने होइन कि कच्ची बाटो कुदाउनु? कच्ची बाटो उहाँ आफूलाई चाहिँ छिटो क्या, हामीलाई छिटो भन्दैन, उहाँलाई छिटो बिरामी कुन अवस्थामा छ भन्दा नि त्यो गर्नुभयो। अनि हामीले अलिकति हिँडेपछि एकदम खन्द्रङ भयो। अनि बिरामी आत्तिनु भयो। अनि त्यसपछि यताको ढाकढाक पारेर अनि रोकेर अनि फेरि मोडेर अनि अर्को बाटो लाग्नुभयो। त्यहाँ 2-3टा बाटो रहेछ। अनि हामीले अब त्यसरी अब उहाँले जो भनेको पैसा दिएँ। अनि बिहान 12 बजेतिर बल्ल भनेको बुटोलबाट काठमाडौँ जाँदा 25,000मा तपाईँहरूसित कुरा भयो। हजुर। तर बीच बाटोमा गएर अब जाम पर्न थाल्यो, हामी 38,000 40,000 भन्दा जाँदैनौँ, होइन भने भरतपुर झर्नुहोस् या अन्य कुनै ठाउँमा जानुहोस्, अर्को एम्बुलेन्स खोज्नुहोस् भनेर त्यस्तो अमानवीय व्यवहार भयो। त्यो भयो। अनि त्यसपछि पनि उहाँ गएपछि टडकले ठक्कर दियो कि एम्बुलेन्सलाई। तपाईँहरू चढेको एम्बुलेन्सलाई टडकले दिएछ। त्यो एकछिन ऊ भयो कि 3,000 रुपियाँ उल्टै उसँग नि लिनु भयो। अनि त्यसपछि हामीले त्यहाँबाट लगभग 20 मिनट जति त्यहाँ नि ढिला भयो। बाटो त्यसै ढिला भइरहेछ। त्यो गरेर अनि उनीहरू समझदारी भएर अनि हामीले लग्नु भयो। अनि अलिकति व्यवहार हुन्छ नि, एउटा बिरामीलाई एउटा मानवता देखाउनु चाहिँ उहाँहरूले अब त्यतिको युवा नै हुनुहुन्थ्यो, त्यो देखाउन सक्नु भएन। के भन्नुहुन्छ, तपाईँहरूले जुन संस्थाबाट एम्बुलेन्स लिएर जानुभयो, गौतम बुद्ध मुटु अस्पतालले पनि पैसा अतिरिक्त शुल्क त अस्पतालले पनि लिएको रहेछ, त्यो अस्पतालको प्रशासनलाई र ती अमानवीय चालकलाई के भन्नुहुन्छ? हामी त अब यस्तो अब कुनै सक्ने हुन्छ, कुनै नसक्ने हुन्छ। सक्ने नै भयो नि कसैलाई, होइन कसैलाई पैसा धेरै भएको हुन्छ र त्यो चाहिँ सरकारले अब कसरी हुन्छ, अब नसक्नेलाई अथवा सक्ने नसक्ने जे भए पनि एउटा मानवताको तरिकाबाट हिँड्नुहोस्, लुटपाटकै नहोस्, एउटा मानवता रहोस्। यस जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ साहबलाई हामी आग्रह गर्छौं, एम्बुलेन्सको भाडा निर्धारण गरियोस्, मापदण्ड तोकियोस्, पैसा लिएपछि सेवा सुविधा दिइयोस्। कहिलेसम्म अस्पताल र एम्बुलेन्सको नाममा बिरामी लुटिरहने, निरीह बनिरहने, अमानवीय क्रियाकलाप सही रहने, गैर नाफामुखी पनि भन्ने दोब्बर भाडा पनि उठाउने, यो कस्तो न्याय हो सरकार? उल्टै एम्बुलेन्स चालकले बिरामीमाथि अमानवीय व्यवहार पनि गर्ने। सरकारवाला निकायको बेलैमा ध्यान जाओस्, यस्ता अमानवीय क्रियाकलाप गर्ने संस्थालाई कारबाही गरियोस्। स्वास्थ्य संस्था नागरिकको भरोसा बनोस्, लुट्ने कारखाना नबनोस्। सामुदायिक र गैर नाफामुखी शब्दको ख्याल राखियोस्, होइन भने यस्ता शब्द लुटतन्त्र मचाउने कम्पनीमा प्रयोग नगरियोस्। यस्ता शब्दको गरिमा राखियोस्, नागरिकबाट नै यस्ता शब्दप्रति विश्वास उड्ने काम नगरियोस्। मृत्युसँग लड्दै गरेको मानवलाई लुट्ने र
सक्ने र आफू समाजमा ठाटिएर नैतिकवान बनेर नैतिकता सिकाउँदै नहिडियोस्। लाज लजाउँछ, नैतिकता आफै डगमगाउँछ। हरेक क्षेत्रबाट सामुदायिकका नाममा आएको सहयोगको दुरुपयोग नगरियोस्। यस विषयमा संस्थाका प्रतिनिधि यसो भन्नुहुन्छ। तिलोतामाबाट काठमाडौँ जानलाई भाडामा एम्बुलेन्स खोज्नु भएको थियो अनि मैले चाहिँ यहाँबाट एम्बुलेन्स पठाएको थिएँ। 25,000 रुपियाँ मेडिकल स्टाफ सहित ठुलो एम्बुलेन्स पठाएको। बाटोमा जाँदा चितवन गइसकेपछि रामनगरमा पुगिसकेपछि बाटो पहिरो गइसकेपछि तत्काल बाटो नखुल्ने सम्भावना भइसकेपछि एम्बुलेन्स त्यहाँबाट फर्केर हेटौडातिर जाने भनेर मलाई फोन गरेको थियो एम्बुलेन्सले। अनि उसलाई मैले के भनेको थिएँ भने त्यहाँको चलन चल्तीको भाडा के छ बुझेर त्यति चाहिँ थप्नु भनेर मैले भनेको थिएँ। अनि उसले चाहिँ 35,000 रुपियाँ लाग्ने रहेछ भनिसकेपछि ल 35,000 लिनु, बिरामीलाई हेटौडा हुँदै दामन हुँदै कुन बाटो हो त्यो चाहिँ लिएर जानु भनेर मैले जानकारी गराएको थिएँ। अनि फेरि अहिले चाहिँ मलाई के जानकारी आयो भने अस्पतालले तोकेभन्दा बढी भाडा लियो भन्ने कुरा आएको छ। त्यसको चाहिँ मैले प्रमाण जुटिसकेपछि ड्राइभर र सम्बन्धित व्यक्तिलाई बोलाएर म कुरा गर्छु अनि त्यसपछि के हुन्छ उचित चाहिँ उसलाई चाहिँ कारबाही चाहिँ हुन्छ। अन्त एम्बुलेन्स चालकले त बिरामीलाई चाहिँ हैन मानसिक तनाव दिएर रामनगरमा जो तपाईका मान्छेहरू बोलाउनुस् या त अर्को एम्बुलेन्समा जानुस्, म चाहिँ यहाँबाट जानु उताबाट जानु पर्दाखेरि तपाईले चाहिँ भाडा चाहिँ थप्नु पर्छ भन्ने खालको चाहिँ विषय आएको रहेछ। हेटौडा हुँदै निस्केर जाँदाखेरि र सोझो बाटो काठमाडौँ जाँदाखेरिको दूरी एउटै हुँदाखेरि पनि भाडा दर एउटै हुन्छ। के फरक हुन्छ? चाहिँ तपाईको बुटोल चितवन हुँदै काठमाडौँको भाडा मेडिकल स्टाफ सबै इक्विपमेन्ट अक्सिजन सहितको भाडा 25,000 नै हो। तर हेटौडा हुँदै दामन हुँदै जाँदा कच्ची रोड र अप्ठ्यारो बाटो भएको कारण थोरै भाडा चाहिँ बढ्छ, त्यो स्वाभाविक हो। त्यो चितवनका एम्बुलेन्सहरूलाई हामी अथवा हामीलाई त्यहाँको खास भाडा दर त थाहा हुँदैन, तर सम्बन्धित त्यता त्यो एरियामा गुड्ने एम्बुलेन्सहरूलाई चालकलाई सोधेर हामीले भाडा लिने हो। नत्र निर्धारण भनेको हामी यही बाटो नै हिँड्छौँ प्रायः जस्तो। कहिलेकाहीँ अपरजटमा पर्ने बाटोको हकमा त्यो एरियामा चल्ने एम्बुलेन्सहरूलाई सोधेर लिने भाडा नै त्यही नै हो। तपाईको चाहिँ एम्बुलेन्स चालकले ठिक छ ल 35,000 रुपियाँ चाहिँ तपाईहरु चाहिँ तय गर्नुभयो, तर 38,000 रुपियाँ लिएको छ नि त उसले। त्यो मैले चाहिँ भर्खरै थाहा पाएँ। अब त्यसको हकमा त उसलाई अनि हाम्रो एउटा मेडिकल पर्सन पनि छ 2 जनालाई अनि प्लस बिरामीको मान्छेलाई बोलाएर म राखेर कुरा गर्छु। यदि बढी लिएको रहेछ भने त्यो भाडा फिर्ता हुन्छ र ड्राइभरलाई तत्काल अस्पतालले कारबाही चाहिँ गर्छ। अन्त बिरामी प्रति चालकले गरेको अभद्र व्यवहारहरूको बारेमा म चाहिँ उसँग र बिरामीको मान्छे प्लस चाहिँ हाम्रो चाहिँ मेडिकल स्टाफलाई राखेर के हो बिरामी प्रति गरेको दुर्व्यवहार के हो त्यो चाहिँ हामी चाहिँ प्रष्ट चाहिँ पारेर उसलाई सम्बन्धित व्यक्तिलाई चाहिँ कारबाही चाहिँ गर्छौँ हामी ड्राइभरलाई। यो त एउटा सामुदायिक हस्पिटल हो, गैर नाफामूलक संस्था भनेर राख्नु भएको पनि छ हैन, तर यहाँ चाहिँ बेला बेलामा चाहिँ यस्ता खालको कुराहरू चाहिँ आउँछन्। यसलाई चाहिँ तपाईले निवारण गर्न चाहिँ के चाहिँ पहल गर्नुहुन्छ? तपाईको ड्राइभरहरूले चाहिँ जुन व्यवहार गरे भन्नुभयो त्यो विषयमा मलाई केही जानकारी आयो भने मात्रै हो। अहिलेसम्म कुनै जानकारी अहिले नयाँ आएको ड्राइभरहरूमा थिएन। अब हजुरले चाहिँ यो चाहिँ लिइसकेपछि म कुरा गर्छु उसँग के भन्छ अनि त्यही आधारमा उसलाई चाहिँ अब अरू ड्राइभरहरूलाई पनि व्यवहारमा सुधार गर्नुहोस् भनेर चाहिँ हामी जनचेतना जस्तो कि बिरामीलाई बिच बाटोबाट यति पैसा थप नभए जान्न तेरो मान्छे बोला भनेर भनियो, त्यही जो कुरा चाहिँ हैन यताबाट जाँदा यति लाग्छ र काठमाडौँ गएर तपाईले चाहिँ यो चाहिँ हामीलाई चाहिँ पुर्याइदिनु होला, अपुग पैसा पुर्याइदिनु होला नि त भन्न सकिन्छ। तर पैसाको हकमा हामीले ड्राइभरलाई त्यसरी बिचमै बाटोमा पैसा मागेको चाहिँ भनेको छैन अहिलेसम्म। ड्राइभरले चाहिँ बिरामीहरूले पैसाको अभाव भए म आफैलाई फोन गरेर पनि उहाँहरूले चाहिँ भन्न सक्नुहुन्छ पैसा पुगेन पछि पठाइदिन्छु, त्यति गर्न पनि हामी सक्छौँ। अहिलेसम्म मैले कति बिरामीहरूको हकमा बुटोल आइसकेपछि 3-4 दिनपछि पनि म पैसा लिएको छु। बिलिङ चाहिँ हामी सम्बन्धित उसै दिन बिलिङ गर्छौँ, तर पाउनुपर्ने देखाएर राख्छौँ र पछि उहाँहरूले चाहिँ पैसा भइसकेपछि आफै लिइदिएर पनि आउनुहुन्छ, कसैले क्युआर मार्फत पठाउनुहुन्छ। त्यति पैसाको हकमा चाहिँ हाम्रो चाहिँ अस्पतालले संस्थाले चाहिँ अहिलेसम्म कसैलाई पनि त्यस्तो चाहिँ बाटोमा अप्ठ्यारो पार्ने चाहिँ काम गरेको छैन। यदि गरेको रहेछ भने त्यो सम्बन्धित ड्राइभरलाई चाहिँ हामी कारबाही चाहिँ गर्छौँ। यसै विषयमा हामीले एम्बुलेन्स चालक संघका अध्यक्षसँग पनि कुरा गरेका थियौं र बोल्न आग्रह गरेका थियौं। अहिले नबोल्ने, समय आएपछि बोल्ने जानकारी गराउनु भयो। यसै विषयमा हामीले रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीसम्मलाई जानकारी गराएका थियौं। एम्बुलेन्स यति धेरै लापरवाही भयो कि अहिले हामीले 2-3टा पीडितहरूसित गौतम बुद्ध मुटु अस्पताल सबभन्दा पहिले त एम्बुलेन्सको भाडा निर्धारण नै भएन। यसको भाडा दर भएन सर। एम्बुलेन्सको कति हो भाडा, यहाँबाट काठमाडौँ जाँदा कसले कति लिने हो, त्यो एम्बुलेन्सभित्र हुने उपकरणहरू के हुन्, मापदण्ड के हो र बिरामीहरूसित प्रस्तुतिकरण कसरी गर्ने हो, यो एकचोटि जिल्ला प्रशासन कार्यालयले यसलाई चाहिँ अलिकति गम्भीरताका साथ हेर्दिन।
हामीले फेरि पनि भन्छौं एम्बुलेन्सको भाडा दर सार्वजनिक गरियोस्, एम्बुलेन्स चालक छनौट मापदण्ड अनुसार गरियोस्, मापदण्ड तोकियोस्, एम्बुलेन्सको बिक्री वितरण रोकियोस्। फलोअप रिपोर्ट सहित फेरि आउने नै छौं, न पक्ष न विपक्ष, सधैँ निष्पक्ष। तपाई हाम्रो एउटै स्वर। कार्यक्रम मिशन भण्डाफोर। धन्यवाद मिशन भण्डाफोर टिम।